आज चाहिँ हो डे 2 इन ओखलढुङ्गा अनि आज चाहिँ हामी लिस्पु आएको थियौँ। यहाँ हाम्रो काम थियो अनि हामी चाहिँ अहिले फर्किँदैछौँ। यहाँको बाटोमा यति धेरै धुलो थियो बाटो पिच गर्न लागेको भएर होला सायद। अनि हामी चाहिँ बाइकमा आएको थियौँ अनि हामी चाहिँ अब फर्किँदैछौँ। यहाँको भ्यूहरू पनि यति राम्रो थियो, यस्तो राम्रो देखिरहेको थियो। यहाँ तलको खोला चाहिँ मोलुङ खोला हो अनि बाटोमा चाहिँ पुरै ढुङ्गा हालेको रहेछ, फेरि त्यो पिचमाथि पनि पिच गर्नको लागि। अनि यहाँको वन जङ्गलहरू एकदमै राम्रो थियो। मैले चाहिँ यता ओखलढुङ्गाबाट त्यहाँ लिस्पुसम्म गएको भिडियो खिच्न बिर्सेछु अनि हामीले फर्किँदाखेरि चाहिँ भिडियो खिचेको थियौँ। अनि बरु अगाडि जाँदाखेरिको चाहिँ झन् अलि राम्रो देखिरहेको पनि थियो, यस्तो सानो सानो झर्ना टाइपको पनि थियो। अनि यो चाहिँ हो मोलुङ खोलाको पुल। अनि यहाँबाट चाहिँ हामी अलि अगाडि आएपछि चाहिँ हाम्रो बाबाले पहिला पढ्नु भएको स्कुल पनि देख्यौँ। अलि राम्रो भएको रहेछ, अहिले त मैले देखेको पनि थिइनँ अगाडि देख्न त त्यही पनि। अनि यो चाहिँ हो रामपुर बजार, यहाँ चाहिँ बिहिबारे हाट पनि लाग्दो रहेछ। अनि यहाँ यस्तो राम्रो पनि देखिरहेको थियो। अनि लगभग हामीलाई 1 घन्टा जति त मजाले नै लाग्यो, 1 घन्टा पनि अलिकति बढी पनि लाग्यो होला सायद। अनि बाटोतिर पनि फेरि यस्तो राम्रो देखिरहेको थियो, तल मोलुङ खोला भएर पनि होला त्यहाँ तलको गाउँको घरहरू, त्यहाँको भ्यूहरू एकदमै राम्रो थियो। यस्तो राम्रो जङ्गल टाइपको पहाडहरू जस्तो खालको पनि थियो अनि यस्तो राम्रो घरहरू थियो त्यतातिर चाहिँ। अनि हामी चाहिँ अहिले फर्किँदै थियौँ। बाटोको कतैतिर चाहिँ अलिअलि खाल्टाखुल्टी अलिअलि मात्र थियो, त्यति धेरै त थिएन। अनि अलि अगाडितिर चाहिँ बरु त्यहाँ बाटो खन्दै पनि थियो अनि डोजरहरू पनि लगाउँदै थियो। बाटो पनि कुनै बाटो मात्र अलिकति बिग्रेको, नत्र त एकदमै राम्रो थियो। अनि यहाँबाट चाहिँ पारितिरको बजारहरू अलिअलि देखिन थालेको थियो। अझै त्यहाँ पुग्नलाई चाहिँ थियो हामीसँग 5-10 मिनट नै। अनि अब चाहिँ हामी पुग्छौँ जिविसको बजार। अनि यही हो हाम्रो जिविसको बजार।